नमस्ते यूट्यूब फ्यामिली। आज म सेबीको चटनी रेसिपी लिएर आएकी छु। सर्वप्रथम म यहाँ सेबीलाई धोएर लिएर आएकी छु। अब यसको म साइडको काट्छु र यसलाई म बीचबाट काटेर 2 पिस बनाउँछु। सबै सेबीलाई म यसरी नै काट्दछु। हाम्रो सेबी रेडी भइसकेछ। अब म कराईमा तेल राख्दछु। तेल हाम्रो तातिसकेको छ। यहाँ म लसुन पुराउँछु र सेबीलाई एड गर्छु अनि स्वाद अनुसार नुन एड गर्छु र चलाउँछु। चलाउँदै केही समय यसरी नै पकाउँछु र अब म यसलाई केही समयको लागि छोपेर राखिदिन्छु। 5 मिनेट जति छोपेर पकाएपछि हाम्रो सेबी गलिसकेको छ, देख्न सक्नुहुन्छ। सेबी हाम्रो पाकिसकेको छ। अब म यसलाई एउटा भाँडामा निकाल्छु। सेबी निकालिसकेपछि म अब यसलाई हातले फोड्नतिर गइरहेकी छु। लसुनलाई सेबीलाई म यसरी हातले नै म्यास गर्छु। हाम्रो सबै सेबी म्यास भइसकेको छ। यहाँ म प्याज र हरियो खुर्सानीलाई एड गर्न गइरहेकी छु। खुर्सानी चाहिँ स्वाद अनुसार हाल्नुहोला र म यहाँ थोरै कागती निचोड्छु र काटेर राखेको हरियो धनिया एड गर्छु र यसलाई म राम्रोसँग मिक्स गर्छु। हाम्रो सेबीको चटनी रेडी भइसकेको छ। थ्याङ्क यू फर वाचिङ।